टिकटकमा होइन नेपाली ब्रो भनेर चिनिने रेसलर खेलाडी उहाँले चाहिँ के अरे आफ्नै बुढी हिजो सैनिकमा कार्यरत हुनुहुँदो रहेछ। आफ्नै बुढी कामबाट आउँदाखेरि रडले हिर्काएर राति कुरेर बाटोमा अनि बसेर रडले हिर्काएर मारेको रहेछ। बुढाबुढीको मनमुटाव झगडा भइरहन्थ्यो अरे। पुलिस केस गर्दा पनि पुलिसले वास्ता नगरेको रहेछ। अनि हिजो चाहिँ डिभोर्सको लागि अन्तिम फैसला थियो अरे। डिभोर्समा साइन पनि नगरेर त्यही राति 10 बजे कुरेर बुढीलाई हान्दाखेरि हस्पिटल लाँदा मृत्यु भएको रहेछ। अहिले नेपालमा यस्तो यस्तो घटनाहरू घटिरहेको छ। पत्याउनै गाह्रो के। यस्तो भाइरल मान्छे, यस्तो रेसलर खेलाडी मान्छेले पनि यस्तो घटना घटाउन सक्दो रहेछ। नेपालमा के सबै मान्छेहरू यसै गरी नै मृत्यु हुने के भएको यो कलियुगमा? सबै मान्छे मरेरै सिद्धिने भए। अनि रिसको झोकमा बरु डिभोर्स गरेर बसेको भए नि हुन्थ्यो नि। यसरी किन मारेको होला? आफ्नो छोरालाई पनि मार्ने प्लान बनाएको थियो अरे। छोरोलाई लिन गएको थियो अरे सानो मम्मीको घरमा। अनि नदिएपछि उताबाट फर्केर आएर अनि बुढीलाई बाटोमा कुरेर बसेर हिजो राति 10 बजे बाटोमै रडले हानेर स्कुटरबाट ढालेर अनि रडले हानेर बाटोमै जुत्ताहरू अनि हेलमेटहरू सबै बाटोमा थियो। यसरी मारेको रहेछ साथीहरू होइन। नपत्याउने मान्छेहरूले यस्तरी घटना घटाउँछन् कि पत्यारै लाग्न गाह्रो। यस्तो भाइरल मान्छे, यस्तो रेसलर मान्छेले पनि यस्तो घटना घटाउँछ।